यता थियो ट्याक्कै फेरि चट्टै मोटो काट्न जान्दैन फेरि कटापो म पनि मल बोक्नको लागि जान लागिरहेको छु भिडियो बनाउनु पर्यो आज त्यहाँ बसे त बसेछ करि बोक्नु त मैले कुन हो त बोक्नु छिटो काम गर मैले को बोक्ने हो त कस्तो प्यालोहरू नबस्ला भने केटा मान्छेहरूले पाले तपाईहरु काम गर्नु म भिडियो गराएर बस्नु पर्यो है मान्छे त टडक आन्ला सबैलाई ठुलो भयो कुन बोक्ने हो त मैले हो त्यस्तो ठुलो टोका भरे गिलो नि हाल्दिन नि हो त्यो म बोक्नु पर्यो कि अलि ऊ त्यो बोकम क्या हो त्यो यो त हो त्यो भर न अरे हो त्यो खेत लाले पनि बोक्ने ठुलो हाल्नु पर्ने त्यस्तो गरुङ्ग ठुलो टोका पाउनु पर्ने हिजो सोधेको त मलाई सिकाउनु क्या भने बजाउले कहाँ जाने माथि र पर फाल ल फालम मलाई धन्नै पल्टाएन त यार ल फालम झ्याप लाएर यसरी ल थकै मारौँ तान्नु न कहाँ यता आएको र फेरि ल यस्तो गाह्रो अप्ठ्यारो अवस्थामा पनि ल्या ल यस्तै छ गाउँले जीवन यसरी बसाइ त्यो काट्नु पर्छ ल कस्तो राम्रो देखियो त हाम्रो जेठी आमा भुँडी त ठुलै छ के खाइछिन् यता त्यता कुनातिर फाल्नु छेउमा फाल्नु होला जस्तो उता कुनातिर भन्दिनु हो त्यो फाल्नु हो गुड त्यो सल्लेरी पखेर आऊ त यो उदो खोला पानी खाएनन् क्या गाई गोरुलाई त्यही भएर गाई त हर ए पारी हाम्रो भैँसीले पानीमा त दिएर खानु त्यही भएर चिसो नि अलिक गइरानी यो त मेन अझ उसको त आउँदैछ नि हो ल चलो अब सक्यो ट्यार्सियाबाट खटाखट यस्तरी हान्नुपर्छ बानिसक्यौँ के आयो र
तपाईँ सुत्नु त के बा जलो प्रेसर त्यो बिहान कति लगभग 3टासम्म त देखेको थिएँ मैले आज चाहिँ हाम्रो मलबोकाई कार्यक्रम छ हामी चाहिँ मलबोकाईको ड्रेसअप मेरो मोबाइल झोलो मोबाइल छैन ढिलो नि भएको भन्न हामीलाई लोछ पेशा त्यही त मलाई हिजो र आज फेरि टाउको आनन्द दुखेको छैन माई मदर्स यो त मेरो त खालो जान्छ क्या हो बरै यस्तो छ यार बाटो हिँड्ने पनि अब चाहिँ तेर्सै छ मार्छ होला धन्न आज चाहिँ घाम लागिरहेको छैन र शीतल भएर आनन्द आएको छ कहाँ जानुभयो तल फेरि यो दिदी त के उल्टे हिँड्नुहुन्छ त यो दिदी शान्ति होला जस्तो भयो त हाम्रोतिर चाहिँ मलबोकाई कार्यक्रम सुरु भइसकेको छ त्यसलाई देखाउँछु मल कसरी घोप्ट्याउने मल कसरी घोप्ट्याउने सिकाउँछु भनेको कि त्यहाँ यसरी है हाम्रोतिर चाहिँ मल यसरी घोप्ट्याउँछन् है मम्मी अलि भएन कि सिकाउने मान्छेहरू नभएको रे म त भार्दा पार्ने होला भनेको डोको यस्तोहरू भन्दा सिकाउने हेर्दाखेरि डोको पल्ट्याएको त्यसपछि यसरी बोक्ने त्यहाँबाट हिँड्ने चल्नु त केटी हो ल ल ल ल ल जाम पाने झोलैको तालमा मल फालेर सकेन एक हान्दिनु न त जेठी मामी ट्याप्प लाएर हान्नु न एक हाल्नु न एक खाइदिनु न एक हान्नु त सुको सुन्नुक पार्नु न सट्टै बाजेलाई तपाईँले एक हान्नु न सट्टै हान्नु न सट्टै हान्नु न कालेको विनोदको सालीले विनोदको सालीले ल स्वाटै टक्रक्कै हो गुड हान्नु न जेठमा पनि त झ्याप छ नै आज झ्याप अया म त दाउ भएर मरिसकेँ मैले नि एक हान्नु पर्यो क्या मैले एक हान्नु पर्यो पेट पोल्यो मेरो त अलिकति खाएको त सर्को छ सुर्रा मल बोकेर खुसियाली मनाएको हामीले त खै म अगाडि खेत लाज हाम्रो मल बोक्ने गीत आउनु बाजे एउटा गीत हान्दिनु न त ल मायालाई भानी दैखम दाइ ढोल बग्न सै सै मायालाई भानी दैखम दाइ ल चट 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 कता हो हामी
मल बोक्न आएको हामी चाहिँ सक्यो के को लाज आहा कस्तो राम्रो देख्यो हेर डोको बोकेको सबै सक्यो बोकेर बल्ल बल्ल स्या हुन्छ त यहाँ त यस्तो पो छ त अर्को नि जान्छ कि बाजे अर्को नि जान्छ अर्को गीत पनि जान्छ कि भनेको देखिया मम्मी खै त नाचेको रिसाले चोर सक्यो कस्तो भयो त बाजे आज मल बोकाइको अनुभव भन्नु त एकदम रमाइलो भयो भयो हामी सँगै साथै दाजुभाइ गाउँका इष्टमित्र बस्छौँ सबै हाँसी खुसी बोक्यौँ अनि रमाइलो भयो अनि मल बोक्यो पनि केही दुःख पनि लागेन हो के हो संसारले गर्दाखेरि रमाइलोमा दिन बित्यो है आज हाम्रो यस्तो पनि भयो झन् आनन्द के एउटा पप्पीले त भुक्छ त रमाइलो बिचमा रमाइलो भयो सधैँ यसरी नै दिन बितोस् होइन सबैमा रमाइलो होस् सबैमा हाँसी खुसी होस् यही नै म कामना गर्न चाहन्छु सबैको हाँसी खुसीमा सबैको कामना होस् धन्यवाद ल यहाँ चाहिँ अलिकति बाँकी नै छ है अझै बाँकी छ यहाँ यता त बसोबासो यस्तै फेरि थेरी क्या अल्छीहरू कस्तो भयो त फुपूको अनुभव आज मल बोक्दा कस्तो खुसी लाग्यो कि अनि हाम्रो जेठी मम्मीलाई नि कस्तो लाग्यो त राम्रो भयो नि खुसी लाग्यो यस्तो 3 पाने पुग्यो कि पुगेन पुग्यो नि अलि धेरै खाम कि बैराग लाइच अनि मालदिदीलाई नि कस्तो लाग्यो त राम्रो एकदम भोक त लाग्छ छैन नि लाखैन ए त्यही त भोक लाग्यो भन्नु पर्यो है ल अब चाहिँ हामी भारी बोक्ने तयारीमा फेरि खै यो त फुत्किन्न त मेरो किन होला त त्यसलाई अलि धेरै थोरै ल आलो पालो ल त्यहाँ नबस्नु न पुसै काम गरे जस्तो त गर्नु न लाज हुन्छ काम गरे जस्तो गर्नु न अलिअलि भनेको खत्तम भयो त देखाउनु परेन लाज हुन्छ कस्तो होला यत्रो मान्छेले काम गर्दा हेर्नु कस्तो कसको पालो आयो ल अब ठुलो बोके जय बजरङ्ग बली रात परिसक्यो सबभन्दा हाम्रो जेठी आमे ल जोड बल ल माल दिदीको पालो आयो कसको पालो आयो ल कुन बोक्नुहुन्छ रोज न म यो बोक्नु पर्नेछ ल बोकुम घरि ल यो म बोक्छु अब फेरि हेलो ल हरि हामी नै चाहिन्छ
दाइलाई ल अब हरि बाजे ल म उचाल्छु बरो यस्तो त ढकलले उचाल ल ल ल ल ल ल ल सिप छैन बारीभरि मलै मल घुट्टाको काले 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 ट्याक्क है फेरि चट्टै मोटो काट्न जान्दैन फेरि कटापो टर्ने अझै हाम्रो दिदी कस्तो राम्रो आउने चाहिँ फोटो कुकुर हिँडेछ क्या ए पापी आइज हेरेछ पपीले खुइ गरेको न आज डोका पछारेका रत्ना माइली यो कान्छी मामा खुब हेर्नु मन लाग्यो हेर्नु मन लाग्यो कस्तो देखेँ म भन्ने भए राम्रो देखिने ल अब चाहिँ हामी गएको ल ल हिँड्नु अगाडि अगाडि न ल हामी चाहिँ उकालो लाग्यौँ फेरि उकालो ओह्रालो उकालो ओघ्यारो यस्तै छ गाह्रो पो छ त गाउँले जीवन